नववर्षको सुरुवाती दिन हामीले चाहिँ जमाचो हाइटबाट चाहिँ भ्रमण गऱ्यौँ, हिँडाइ गरेर अगाडि बढेको छौँ। जमाचो हाइटको लागि यो हाम्रो माछा पोखरीबाट माथि पकरिन जाने बाटोतिर आएर यसरी एउटा आर्मीको गेट छ, अनि त्यसपछि यहाँ यसरी खिच्ने अनि ट्याक्क यसरी माथि जाने हो। अनि यसरी बाँधेको छ, यसरी प्रयास यस्तो छ। हामी ठिक 7:45 यसरी यो जमाचो हाइकिङको लागि हिँडिरहेको छौँ उकालोतर्फ है। यसरी अगाडि बढिरहेको यो पैदल टक्क लाएर अब कति समय लाग्छ हेर्दै जाउँ, बिचमा अपडेट गर्दै जाउँला। यो जङ्गलको ठाउँमा, यो राष्ट्रिय निकुञ्जको ठाउँमा यसरी अगाडि बढिरहेको छ हाम्रो यात्रा। रमाइलो छ, राम्रो छ, सुन्दर छ, शान्त छ। 2083 को शुभकामना छ सबैलाई है त। हामी यस्तो माटोको बाटो आइरहेछौँ। झन्डै 2 किलोमिटर डिस्टेन्समा चाहिँ यस्तो एउटा चाहिँ भ्यू पोइन्ट आउँछ। अनि हामी अब चाहिँ त्यो टप देखेको छ नि, हामी त्यहीँ पुग्दैछौँ ठ्याक्कै। अझै 2 किलोमिटर बाँकी है। त्यसरी हामी पुगेको छौँ। हामी जमाचो गुम्बाको टपमा पुगेका छौँ 45 मिनटमा। तलबाट 2 घन्टा लाग्छ भन्ने पनि हामी चाहिँ 45 मिनटमा सहजै यात्रा साथ अगाडि पुग्न सफल भएको छौँ। यस्तो छ जमाचो गुम्बा चाहिँ। हामीसँग बत्ती बाल्नेदेखि लिएर सबै कार्यहरू गर्नु। विधिसँगै प्रविधि मिसाउँ नयाँ वर्षमा, दुःख गरिबी विकासको मिलमा पिसाउँ नयाँ वर्षमा। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। साल मात्रै होइन हाल पनि फेर्नुहोस् नयाँ वर्षमा। साल मात्रै होइन हाल पनि फेर्नुहोस् नयाँ वर्षमा। नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना। यो रानीवन बालाजुतिरको साइड यस्तो छ। ल आउनु 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 ल बिस्तारै बिस्तारै आउनु।